गाइजहरू, आज चाहिँ मैले न्यू मिनी ब्लग लिएर उपस्थित भइसकेको छु। आज चाहिँ म यति राम्रो बागन जस्तो भएर चाहिँ अब मेला जान आँटेको के धनकुटामा चाहिँ अहिले भलिबल बयसी प्लस मिनी मेला चलिरहेको छ। अनि आजको बेलुकाको कन्सर्टमा चाहिँ ज्योति मगर प्लस हौजी रहेको छ। अनि ज्योति मगरको कन्सर्ट सकेपछि चाहिँ हौजी सुरु हुन गइरहेको छ। हौजी चाहिँ आज बुलेट बाइकको रहेको छ। अनि त्यसपछि टिकट चाहिँ एउटा टिकटको चाहिँ रु 500 अनि त्यसपछि पुरै फाइललाई चाहिँ 2500 राखेको छ। अनि हामी चाहिँ जान आँटेको 4-5 जना सर अनि म्याम अनि त्यसपछि भाइ म अनि आन्टी जान आँटेको। अनि त्यसपछि हाम्रो रुमदेखि चाहिँ अलिक नजिकै पर्छ क्या मेला चाहिँ, त्यसै मेबी 1 मिनट पनि लाग्दैन त्यो गेट छिर्नको लागि। तर आज चाहिँ लाग्छ नि त, अलिक टिकट काट्नुपर्छ, काट्दा ओर्दा त 3-4 मिनट लागिहाल्छ छिर्नको लागि। तपाईँलाई देखाउने छु आजको मेलामा ज्योति मगर प्लस हौजी कस्तो हुन्छ भनेर। हाम्रो रुम चाहिँ यो हो कि, अनि हाम्रो मेला चाहिँ यहाँ चाहिँ हाम्रो रुमदेखि त कति 1 मिनट पनि लाग्दैन। तर अब हामी टिकट काट्नु जानुपर्छ नि त, टिकट काटेर उताबाट छिर्नुपर्छ। छिर्दा अलिकति ढिलो हुन्छ। फाइनली हामी छिरिसक्यौँ होइन टिकट काटेर। यहाँ चाहिँ यस्तो गेमहरू पनि छ होइन। मैले चाहिँ यस्तो गेममा पनि पैसा कति धेरै फालेँ। अब ज्योति मगर आएपछि रमाइलो हुनै पर्यो। अब हौजी खेल्न आँटेको होइन, बुलेट बाइक चाहिँ माथि छ होइन। हौजी खेल्नु रेडी हुँदैछ होइन। म पनि एउटा पेन लिएर यहाँ हामी चाहिँ मेलादेखि फर्केर आइसक्यौँ। यतिखेर चाहिँ कति अब 1 मिनट मात्र बाँकी छ हौजी खेलेर आएको। के गर्नु र, 5वटा मिल्नु बाँकी हुँदाहुँदै अरूले लगिदिन्छन्। अब हामी सुत्ने। गुड नाइट। अब 1 बज्न आँटेछ नि त।